हेलो साथीहरू, स्वागत छ फेरि पनि यस ज्ञानको भण्डार युट्युब च्यानलमा। म चाहिँ धेरै लामो समयपछि फेरि ब्याकअप भएर आइसकेको छु। आज चाहिँ हामी कुरा गर्नेछौँ एउटा नर्मल मान्छे, एउटा सामान्य मान्छे कसरी बिग्रिन्छ अनि आफूलाई बिग्रिनबाट कसरी बचाउने, यो विषयमा चाहिँ हामी कुरा गर्नेछौँ। आउनुहोस् आजको भिडियो सुरु गरौँ है त। मान्छे कसरी बिग्रिन्छ अनि आफूलाई कसरी बचाउने। कहिलेकाहीँ तपाईले यस्तो मान्छे देख्नु भएको छ जो पहिले निकै राम्रो थियो, समयको महत्व बुझ्थ्यो, परिवारको कुरा सुन्थ्यो, केही बन्ने सपना देख्थ्यो, सानो कुरामा पनि खुसी हुन्थ्यो। तर केही वर्षपछि त्यही मान्छे पुरै बदलिएको हुन्छ। न पढाइको चिन्ता, न कामको चिन्ता, न भविष्यको चिन्ता। दिनभर मोबाइल, गलत संगत, रातभर जागराम, बिस्तारै नराम्रो बानी र अन्त्यमा मेरो जीवन नै खराब। तर एउटा प्रश्न छ, त्यो मान्छे एक दिनमै बिग्रिएको हो त? होइन, मान्छे एकै दिनमा बिग्रिँदैन। ऊ हरेक दिनको सानो सानो गल्तीबाट बिस्तारै बिग्रिँदै जान्छ। र सबैभन्दा दुःखको कुरा के हो भने बिग्रिँदै गर्दा उसलाई आफू बिग्रिरहेको थाहा नै हुँदैन। सुरुमा एउटा सानो कुरा हुन्छ, आज मात्र हो, भइहाल्छ नि, आज साथीहरूसँग अलिक बढी बसौं, आज काम नगरेर के हुन्छ र, आज राति ढिला सुतौं, आज पढ्न मन छैन, आज व्यायाम नगरेर के हुन्छ। उसले आफूलाई भन्छ भोलिदेखि गर्छु, तर त्यो भोलि कहिल्यै आउँदैन। भोलि फेरि अर्को भोलि हुन्छ। यसरी दिन बित्छ, हप्ता बित्छ, महिना बित्छ र एक दिन ऊ पछाडि फर्केर हेर्छ, उसले धेरै समय गुमाइसकेको हुन्छ। त्यसैले जीवन बिगार्ने कुरा सधैँ ठूलो गल्तीबाट हुँदैन, ठूलो गल्ती पनि हुँदैन। धेरै पटक त सानो गल्तीलाई बारम्बार दोहोर्याउनु नै सबैभन्दा ठूलो गल्ती हुन्छ। अब अर्को कुरा बुझौँ है त, संगत। हामी जस्ता मानिसहरूसँग धेरै समय बिताउँछौं, बिस्तारै हामी पनि उनीहरूको असर पर्न थाल्छ। यदि तपाईको साथीहरू मेहनत गर्छन् भने तपाईलाई पनि केही गर्ने इच्छा हुन्छ। यदि तपाईको वरिपरिका मानिसहरू आफ्नो भविष्यको कुरा गर्छन् भने तपाई पनि भविष्यबारे सोच्न थाल्नुहुन्छ। तर यदि वरिपरिका सबै मानिसहरूले समय खेर फाल्छन्, गलत कुरा गर्छन्, मेहनत गर्ने मानिसलाई हाँस्छन् र नराम्रो बानीलाई सामान्य सम्झन्छन् भने बिस्तारै तपाईलाई पनि त्यही जीवन सामान्य लाग्न थाल्छ। पहिले जुन कुरा गलत लाग्थ्यो पछि त्यही कुरा रमाइलो लाग्न थाल्छ। पहिले जसबाट टाढा बसिन्थ्यो पछि त्यही नै आफ्नो बानी बन्छ। त्यसैले एउटा कुरा सधैँ याद राख्नुहोस्, तपाईको संगतले तपाईको भविष्यमा ठूलो असर गर्छ। सबैलाई नराम्रो भन्न खोजेको होइन, तर आफ्नो जीवन बिगार्ने बाटोमा कसैले लिएर जाँदैछ भने त्यहाँबाट फर्किन सक्ने साहस पनि चाहिन्छ। किनकि साथी धेरै हुनु ठूलो कुरा होइन, सही साथी हुनु ठूलो कुरा हो। अब आउँछ सबैभन्दा ठूलो कुरा है त, आफूमाथि नियन्त्रण। आफूमाथि नियन्त्रण चाहिँ कसरी गर्ने है त। मान्छेलाई संसारले जति बिगार्छ कहिलेकाहीँ उसले आफैलाई त्यसभन्दा धेरै बिगारिरहेको हुन्छ। मोबाइल चलाउन मन लाग्यो चलायो, सुत्न मन लाग्यो सुत्यो, काम गर्न मन लागेन छोड्यो, रिस उठ्यो जे मन लाग्यो त्यही बोल्यो, गलत कुरा गर्न मन लाग्यो गर्यो, अनि केही समयपछि भन्छ म किन अगाडि बढ्न सकिन, म कसरी अगाडि बढ्न सकिन। तर उत्तर निकै सरल छ, किनकि तपाईले आफ्नो मनले भनेको हरेक कुरा मान्नु भयो। याद राख्नुहोस्, मनले चाहेको कुरा नै स्वतन्त्रता होइन। कहिलेकाहीँ मनले गलत कुरा चाहन्छ, त्यति बेला हुँदैन। भन्न सक्नु नै साँचो शक्ति हो, आफूमाथि कन्ट्रोल हो। मोबाइल चलाउन मन लाग्दा काम गर्न सक्नु, रिस उठ्दा चुप लाग्न सक्नु, नराम्रो संगतले बोलाउँदा म आउँदिन भन्न सक्नु, राति ढिलोसम्म बस्न मन नलाग्दा समयमै सुत्न सक्नु, यही हो आफूमाथिको नियन्त्रण। र जसले आफूलाई नियन्त्रण गर्न सिक्यो उसले आफ्नो जीवन पनि बिस्तारै नियन्त्रण गर्न थाल्छ। तर यहाँ अर्को ठुलो समस्या छ, हामी धेरै जसो आफ्नो गल्तीको दोष अरूलाई दिन थाल्छौँ। मेरो साथीहरू यस्तै छन्, मेरो परिवारले साथ दिएन, मेरो परिस्थिति राम्रो छैन, मेरो भाग्य नै खराब छ। हो, परिस्थिति खराब हुन सक्छ, परिवारमा समस्या हुन सक्छ, साथी गलत हुन सक्छन्, पैसा कम हुन सक्छ, तर एउटा कुरा तपाईको हातमा हुन्छ, अब के गर्ने। तपाईको परिस्थिति तपाईको हातमा नहुन सक्छ, त्यस परिस्थितिमा तपाईले गर्ने निर्णय तपाईको हातमा हुन्छ। यही कुरा बुझ्न सकेपछि मान्छेको जीवन बदलिन थाल्छ। एउटा सानो उदाहरण सोच्नुहोस्, इक्जाम्पल, दुईजना मानिसलाई उस्तै समस्या आयो। पहिलोले भन्यो मेरो भाग्य नै खराब रहेछ र ऊ प्रयास गर्न छोड्यो। अर्कोले भन्यो समस्या ठूलो छ तर म केही न केही त गर्छु, केही उपाय निकाल्छु नि। उसले सानो कदम चाल्यो, पहिलो दिन केही भएन, दोस्रो दिन पनि केही भएन, तर ऊ रोकिएन। केही महिनापछि दुईजनाको जीवन एक अर्का भन्दा बिल्कुल फरक भइसकेको थियो। किन? समस्या फरक भएर होइन, समस्या हेर्ने तरिका फरक भएर हो। त्यसैले तपाईको जीवनमा अहिले कस्तो स्थिति छ, कस्तो परिस्थिति छ भन्ने कुरा महत्त्वपूर्ण छ, तर त्यसभन्दा महत्त्वपूर्ण कुरा तपाई त्यो परिस्थितिलाई कसरी सम्मान गर्दै हुनुहुन्छ। सायद अहिले यो भिडियो हेर्ने कुनै व्यक्ति यस्तो अवस्थामा हुनुहुन्छ, उहाँलाई थाहा छ म पहिले जस्तो छैन। पहिले बिहान चाँडो उठिन्थ्यो, अहिले उठ्न मन लाग्दैन। पहिले भविष्यको सपना थियो, अहिले दिन कसरी बिताउने भन्ने मात्र हुन्छ। पहिले परिवारसँग कुरा गरिन्थ्यो, अहिले मोबाइलमै संसार भेटिन्छ। पहिले मेहनत गर्न मन लाग्थ्यो, अहिले सानो काम पनि भारी लाग्छ। यदि तपाईको अवस्था पनि यस्तै छ भने आफूलाई नराम्रो मान्छे नसम्झिनुहोस्। तपाई बिग्रिनु भएको हुन सक्छ, तर तपाई सकिनु भएको छैन। यो दुईवटा कुरा फरक हुन्। बिग्रिएको कुरा सुधार्न सकिन्छ,
तर सुधार कसरी गर्ने? तपाईले एक दिनमा पुरै जीवन बदल्ने प्रयास नगर्नुहोस् र बदल्न पनि सक्नुहुन्न। आज एउटा कुरा सुधार्नुहोस्, भोलि अर्को कुरा। सबैभन्दा पहिले आफ्नो निद्रा ठिक गर्नुहोस्, तपाईको सुत्ने टाइम चाहिँ मेन्टेन गर्नुहोस्। त्यसपछि मोबाइलको समय घटाउनुहोस्। तपाईको स्क्रोल गर्ने बानी लागेको हुन सक्छ, त्यसलाई चाहिँ कम गर्दै जानुहोस्। आज मैले आफ्नो जीवनका लागि के राम्रो गरेँ, मेरो फ्युचरको लागि चाहिँ मैले के राम्रो काम गरेँ? उत्तर सानो भए पनि हुन्छ। आज 1 घण्टा पढ्नुभयो, राम्रो। आज व्यर्थको संगतबाट टाढा रहनुभयो, राम्रो। आज रिस उठ्दा पनि आफूलाई रोक्नुभयो, एकदम राम्रो। त्यो पनि ठुलो कुरा हो, किनकि जीवन ठुलो काम गरेर मात्र बदलिँदैन, सानो राम्रो कामलाई हरेक दिन दोहोऱ्याएर पनि जीवन बदलिन्छ। र अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि तपाईको परिवारको वातावरण खराब छ भने सम्भव भए त्यसलाई बदल्नुहोस्, तर वातावरण बदल्न सक्नुहुन्न भने आफ्नो सोच बदल्नुहोस्। किनकि हिलोमा फुलेको कमलले हिलोको रङ लिँदैन, त्यस्तै वरिपरि सबै गलत भए पनि तपाईँ सही बन्न सक्नुहुन्छ। जस्तो कि भन्यो नि, हिलोमा फुलेको कमलको फुलले हिलोको रङ लिँदैन भनेपछि तपाईको वरिपरि सबै गलत भए पनि तपाईँ गलत हुन सक्नुहुन्न, तपाईँ सही बन्न सक्नुहुन्छ। सबैले हार माने पनि तपाईँ प्रयास गर्न सक्नुहुन्छ, सबैले तपाईलाई तल तान्न खोजे पनि तपाईँ आफ्नो बाटो रोज्न सक्नुहुन्छ। तर त्यसका लागि एउटा निर्णय चाहिन्छ, म मेरो जीवन अरूको हातमा छोड्दिनँ, आफै बनाउँछु, आफै बदल्छु। एउटा हौसला हुनु पर्यो तपाईले। अनि यदि तपाईको जीवनमा पहिले नै धेरै गल्ती भइसकेका छन् भने अतीतलाई लिएर हरेक दिन आफूलाई सजाय नदिनु। तपाईको बितेका कुराहरूलाई सम्झेर, तपाईको पहिले नै भइसकेको कुराहरूलाई सम्झेर आफूलाई सजाय नदिनुहोस्, आफ्नो टाइम वेस्ट नगर्नुहोस्। तपाईले हिजो गलत निर्णय गर्नु भएको हुन सक्छ र आज सही निर्णय गर्न सक्नुहुन्छ। तपाईले धेरै समय गुमाउनु भएको हुन सक्छ, तर बाँकी समय बचाउन सक्नुहुन्छ। तपाई गलत बाटो धेरै टाढा पुग्नु भएको हुन सक्छ, तर आजबाट फर्किन सक्नुहुन्छ। फर्किन कहिल्यै ढिलो हुँदैन। ढिलो त त्यति बेला हुन्छ जब मान्छेले आफू गलत बाटोमा छु भनेर थाहा पाएर पनि फर्कन चाहँदैन। त्यसैले आज एउटा कुरा सम्झिनुहोस्, मान्छे पैसा कम भएर मात्र गरिब हुँदैन, समयको मूल्य नबुझ्दा पनि गरिब हुन्छ। मान्छे अवसर नपाएर मात्र असफल हुँदैन, आफूलाई सुधार्ने मौका पाएर पनि प्रयास नगर्दा असफल हुन्छ। मान्छे अरूले बिगारेर मात्र बिग्रिँदैन, आफूलाई नियन्त्रण गर्न छोड्दा पनि बिग्रन्छ। र मान्छे कठिन परिस्थितिका कारण मात्रै हार्दैन, अब म केही गर्न सक्दिनँ भनेर आफैले हार मानेपछि हार्छ। यदि तपाईँ अहिले आफ्नो जीवन बिग्रदै गएको महसुस गर्दै हुनुहुन्छ भने आजदेखि सानो परिवर्तन गर्नुहोस्। मोबाइल केही समय छोड्नुहोस्, एक्लै बस्नुहोस्, आफ्नो जीवन बारे सोच्नुहोस्, आफ्नो संगत हेर्नुहोस्, आफ्नो बानी हेर्नुहोस्, आफ्नो समय कहाँ गइरहेको छ त्यो हेर्नुहोस् र आफैलाई सोध्नुहोस्, यदि यही तरिकाले म अगाडि बढे भने 5 वर्षसम्म म कुन ठाउँमा हुन्छु? यदि उत्तर तपाईलाई मन परेन भने डराउनु पर्दैन, किनकि 5 वर्षपछि पुग्ने ठाउँ आजै बदल्न सकिन्छ एउटा निर्णयबाट। अन्त्यमा एउटा कुरा मात्र भन्न चाहन्छु, आफ्नो जीवनलाई बिस्तारै बिग्रेन नदिनुहोस्। गलत बानीलाई सानो कुरा भनेर नछोड्नुहोस्, गलत संगतलाई केही हुँदैन भनेर नसम्झनुहोस्। समय अझै धेरै छ भनेर खेर नफाल्नुहोस् र आफ्नो मनले भनेको हरेक कुरा सही हुन्छ भनेर विश्वास नगर्नुहोस्, किनकि जीवन एक पटक मात्र पाइन्छ। हामीले गुमाएको पैसा फेरि कमाउन सक्छौँ, गुमाएको सामान फेरि किन्न सक्छौँ, तर गुमेको समय कहिल्यै पनि फर्काउन सक्दैनौँ, किन्न पनि सक्दैनौँ। त्यसैले आजबाट आफ्नो जीवनको जिम्मेवारी आफै लिनुहोस्। तपाईको वातावरण जस्तो भए पनि, तपाईको सुरुवात जहाँबाट भए पनि, तपाईले विगतमा जति गल्ती गर्नु भएको भए पनि आजबाट राम्रो बन्न सुरु गर्न सक्नुहुन्छ। सानो कदम चाल्नुहोस् तर चाल्नुहोस्, ढिलो हिँड्नुहोस् तर हिँड्नुहोस्, लड्नु भयो उठ्नुहोस्, फेरि गल्ती भयो फेरि सुधार्नुहोस्। किनकि सफल मानिस त्यो होइन जो कहिले बिग्रिँदैन, सफल मानिस त्यो हो जो आफू बिग्रिँदै गएको देखेपछि समयमै आफूलाई सम्हाल्न सिक्छ। र अन्तिम कुरा, तपाईको आजको बानी नै तपाईको भोलिको जीवन हो। त्यसैले आफ्नो भोलिलाई राम्रो बनाउन चाहनुहुन्छ भने आज आफूलाई सम्हाल्नुहोस्, किनकि तपाईको जीवन बदल्ने मान्छे कुनै बाहिरबाट आउने होइन, त्यो तपाईँ आफै हुनुहुन्छ। त्यसैले आफूलाई बदल्नुहोस्, समय पैसा सबै कुरालाई कन्ट्रोल गर्दै अगाडि बढ्नुहोस्। धन्यवाद।